बहिनी है। अनि भोलि चाहिँ हामी पाथिभरा जाँदैछौँ। हामी चाहिँ जान पाउँछौँ कि पाउँदैनौँ त्यो पनि हामीलाई थाहा छैन। अब पाउँछौँ जस्तो चाहिँ लाग्दैछ, पाउँछौँ कि नै अब हुन्छ होला सायद। जाने एक्साइटेड छौँ। अनि म चाहिँ आजदेखि भ्लग बनाएको एक्साइटेड भएर। अनि भाइ पनि थियो, भाइ चाहिँ गयो घर। भाइ चाहिँ अब भोलि त्यतै भेट भएर जाने होला। अब बाँकीको भ्लग एकछिनतिर आउँछ कि भोलि आउँछ। बाई गाइज। हेलो गाइज, हामी चाहिँ उठिसक्यौँ र उठेर हामी चाहिँ नुहाइ पनि सक्यौँ। बसिरहनु भएको छ। अनि अब कपाल कोरेर रेडी भएर अनि लगाउँछ कि अहिले आउनु पनि सक्छ। अनि हामीले चाहिँ डान्स नै सिकेको थियौँ त्यहाँ बनाउने भनेर। अनि अब बाई बाई एकछिनतिर ओके बाई। गाइज हामी चाहिँ रेडी भइसक्यौँ होइन। म नराम्रो देखिरहेको छु, तपाईँहरू देख्न सक्नुहुन्छ, तर पनि नराम्रो चाहिँ भन्नु क्या। चाहिँ रेडी भइसक्यौँ, यहाँ गर्दै हुन्छ। अब चाहिँ हामी जाने बाई बिल्ला। गाइज हामी चाहिँ जान आँटेको होइन, अब बाटोमा जान आँटेको। अब हामी पुगेर आउँछ होला कि त बाटोमा आउँछ बाई। गाइज हामी चाहिँ आइसक्यौँ होइन पाथिभरा। अब हामी जान आँटेको बाई गाइज। अहिले चाहिँ हामी माथि चढ्दैछौँ होइन। अहिले चाहिँ जय पाथिभरा माता जय हजुर। जाँदैछु, बुवा पछाडि आउँदै हुन्छ। ढोग्नुपर्छ, ल्या मैले ढोगिन। यस्तो के भन्दा ढोग्छ ऊ। हामी चाहिँ गलेर फ्याक भइसक्यौँ, तर पनि हामी नछोडेको छैनौँ। हामी खतरा छौँ होइन। आउँदै हुन्छ पछाडि। अनि हामी फाइनली आइपुग्यौँ। आइपुगेर हामी माथि जाँदैछौँ, सिँढी चढ्दै लडिरहेको छौँ, पल्टिरहेको छौँ। अहिले कहाँ पल्टिनु, त्यही अहिले चाहिँ नपल्टिन्छ। आगोले उठे माथि बस्न खिचिरहेको छु, निकालिरहेको छु। जाँदै खिच्ने सकिला बोका भिराट हुन्छ होइन। हामी कहाँको बाइक आइज जाँदिनु कतिखेर सुतिक छ भागेर उतै बुवा आमा गइछन्। म यता बस्छु भने बसेर बस्नु छिटाउ। पछाडि फर्केर गुट्टु म त भाग्दिनँ, म त पछाडि हेर्छु त सुतिक छैन। पछाडि फर्केर गुट्टु भागेर झन् पेन तान्दैन। म चाहिँ गलेँ माजुलाई कस्तो तानो अनि कुस्तो म त केही गर्दैन होला भने क्यामेरा देखाइ आएको त झन् म होइन। कस्तो रहेछ, म झन् यति मायाले बोलाएको भने मेरो अपमान गर्ने भने सोगा जय श्रीराम भ्लग बनाउँदैछ एउटा फेरि। म गलिसकेँ, म मर्न आँटिसकेँ। आयो ल बाई गाइज। अहिले एकछिनमा हाल्छु अरू भ्लग। यो भ्लग आज आउँछ कि भोलि मलाई पनि थाहा छैन। एडिट गर्नुपर्छ, एडिट गर्नुपर्ने होइन। ए उता पो भनेको बाई गाइज बाई बाई। एकछिनमा हाल्छु बाई बाई। यहाँ हेर्नु होला, यता हेर्नु दिदी, यता हेर्नु। उहाँ हुन्छ होइन, गइसक्नु भयो। जय आयो हामी यहाँ छौँ, हामी यहाँ छौँ। त्यो यहाँ आइपुगिसक्यौँ। बाई गाइज एकछिनमा हाल्छु। गाइज हामीले सकिनौँ, बल्ल बल्ल यहाँ हिँड्दैछ, बल्ल बल्ल एउटा पेन तान्दै कुदैछ बुवा। सोल्टिनीजी यहाँ के गर्दै हुन्छ। सोल्टिनी होइन बुनी हो। सोल्टिनी म यहाँ बसिरहेको छु। आइया अरे बोकन म गली जाउँ बोकन त्यही त बोकन एकछिन। के यहाँ हेर तिमीलाई म सेलिब्रेटी बनाइ। के मागेँ किन भन्नु, के मागेँ नि हौ मैले मागेको भन्नु हुँदैन। तिमीले के माग्यौ? ए साँच्ची मैले माग्नु पो पर्थ्यो। यो चाहिँ बिर्सेँ। हे भगवान्, अब भन्छु एक्जाममा पास गराइदेऊ। तर पास गर्नु भन्ने होइन, त्यो पनि हो यो पनि। आयो मलाई
बाई गाइज अब सिधै पुगेपछि बनाउँछु बाई गाइज म चाहिँ बल्ल बल्ल आइपुगेँ लट्ठी टेक्दै भएर आइसकेँ पनि लट्ठी बोकेर आएर अब एकछिन बस्दै जानुभयो अलि फेरि जानु छोड्दै हामी रेस्ट गर्दैछौँ यहाँ यहाँ छिन् गाइस म त गरिसक्यो पुरै के गर्ने हामी गाइस लट्ठी टेक्दै आऊ लट्ठी टेक्दै बुवा पनि लट्ठी टेक्दै आउनुभयो सुदिक सकिँदैछ बिना लट्ठी टेक्यो मम्मी पनि घाममा पो पऱ्यो त कति हामी गाइस जाडो हुन्छ भनेर यहाँ हाम्रो गाइस कुक्सिङ लुगा लगाएर गाइज हामी चाहिँ फेरि हिँड्न स्टार्ट गऱ्यौँ यहाँ हेर्न सक्नुहुन्छ म गाइज फाइनली आइपुग्यो मैले छोडेर आइपुग्यो भनेर म यस्तो कुदेँ हे म गाइज हामी चाहिँ चप्पलहरू राखेर हिँड्दैछौँ के भयो यो पेन माथि सारेको माथि जाँदैछौँ दिदीहरू गइसक्नु भयो अब चप्पलहरू राखेर गएको बाई गाइज बाई हाम्रो चाहिँ क्लास सकेन नि फोटो खिचेर सबै काम सक्यो अनि अब के गर्नु काम सकेपछि ए ल आयो फोटो खिच्नु गएँ म गाइज हाम्रो चाहिँ काम सकेर अहिले हामी गइसक्यौँ फोटोसोटो खिचेर के किनेर अब माला साला ड्रेस के भन्नु आएन बिर्सेँ अनि गइसक्यौँ अहिले दिदीहरूलाई छोडिदिइसकेँ अनि अलिक बिनाजहरू सुदिक सक्का गइन् यताबाट गइन् म त उता थिएँ यता गइ आइ म पल्टिसकेँ होइन यहाँ गफ गर्दै आउँदै हुन्छ अब तल गएपछि एकैचोटि भ्लग हाल्छु बाई गाइज बाई म गएँ बाई गाइज अब चाहिँ हामी तल पुग्न आँट्यौँ होइन हामी त्यहाँ गलेर भन्दा नि आउँदा त्यति साह्रो हुँदैन त्यही भएर कुद्दै हुन्छ एउटा नि कुद्दै हुन्छ पर दिदी आउँदै हुन्छ तपाईँहरू आफै हेर्न सक्नुहुन्छ उहाँलाई कुदेको मैले धेरै पछि देखेँ होइन उहाँलाई मैले पहिला नै देखाएको थिएँ कुदेको अहिले पे गरेपछि चाहिँ पहिलोचोटि देखेँ 2 वर्ष भयो नि दिदी 2 वर्ष भयो नि पे भएको तपाईँको 2 वर्षपछि देखेँ होइन अनि अब यस्तै हो गाइज अब के भन्नु ल भाइ उता त्यसको आमाको बाई गाइज हेलो गाइज हामी चाहिँ आइसकेको छौँ लाटेको लाटेर हुन्छ गाइज हामी चाहिँ हिँडिसक्यौँ क्यामेरा खोलाएँ क्या हिँडिसक्यौँ मैले चाहिँ होइन अनि अब जाँदैछु मैले चाहिँ घर पुगेर गर्छु भन्ने थिएँ फेरि म गरिदिइहालेँ अनि भाइ छ काकी हुन्छ मैले गराउनु थालेँ एकछिनमा